आइफोनको किस्ता तिर्न नसक्दा विवाद भिरबाट खसेर एकै परिवारका 3 जनाको मृत्यु। भारतको महाराष्ट्रमा आइफोनको किस्ता इएमआई तिर्ने विषयमा भएको पारिवारिक विवादले दर्दनाक रूप लिएको छ। आइफोनको बाँकी किस्ता तिर्न पैसा मागेका 18 वर्षीय कुणाल चन्दवादे र उनका आमा बुवा बीच विवाद भएपछि घटनाले 3 जनाको ज्यान गएको हो। आर्थिक अवस्था कमजोर रहेका कारण बुवा आमाले आइफोनको किस्ता तिर्न पैसा दिन नसक्ने बताएपछि कुणाल घरमा विवाद गरेर 30 गाउँ नजिकैको डोगरको भिरमा पुगेका थिए। उनले भिरबाट हाम फाल्ने धम्की दिएपछि स्थानीय बासिन्दा, प्रहरी, दमकल टोली र गाउँका सरपञ्चले करिब 3 घण्टासम्म उनलाई सम्झाउने प्रयास गरेका थिए। सरपञ्चले समेत आफूले आइफोन किनिदिने भन्दै यस्तो कदम नचाल्न आग्रह गरेका थिए, तर कुणाल भिरको किनारबाट पछि हटेनन्। बचाउने क्रममा 48 वर्षीय बुवा मुरलीधर नजिक पुगेका बेला कुणाल भिरबाट खसेका थिए। उनले बुवाको हात समातेपछि दुवैजना भिरबाट तल खसे। श्रीमान र छोरा भिरबाट खसेको देखेपछि 42 वर्षीय आमा संगीताले पनि उनीहरूलाई बचाउने प्रयास गर्दा भिरबाट खसेकी थिइन्। घटनामा कुणाल सहित उनका बुवा मुरलीधर र आमा संगीताको मृत्यु भएको बताइएको छ। एउटा मोबाइल फोनको किस्ता तिर्ने विषयमा सुरु भएको विवादले अन्ततः एकै परिवारका 3 सदस्यको ज्यान गएपछि घटनाले गम्भीर प्रश्न समेत उठाएको छ। सामाजिक सञ्जालमा घटनालाई युवाहरूमा बढ्दो प्रविधिको मोह, देखावटी जीवनशैली, पारिवारिक आर्थिक तनाव र मानसिक दबावसँग जोडेर चर्चा गरिएको छ। घटनाले महँगो प्रविधि प्रयोग गर्ने चाहना भन्दा परिवारको आर्थिक अवस्था, आपसी संवाद र तनावपूर्ण अवस्थामा सही निर्णय लिन सक्ने क्षमताको महत्त्वलाई समेत उजागर गरेको छ।